म तपाईहरुलाई कोरियामा आधुनिक प्रविधिबाट मेसिन प्रयोग गरेर कसरी खेती गर्छन् भन्ने देखाउन गइरहेको छु। जहाँ चाहिँ धान रोपाई हुँदैछ, यसलाई ध्यान दिएर हेर्नु होला। यो चाहिँ पूर्णतया स्वचालित मेसिन हो। यहाँ मेसिनमा बिउ लोड गर्ने काम भइरहेको छ। मेसिन अगाडि बढ्छ, हेर्नुहोस् राम्ररी। यो त्यति ठुलो मेसिन पनि छैन, सामान्य मेसिन हो। यहाँ मेसिनले धान रोप्दै अघि बढिरहेको छ। अगाडि क्यारीमा बिउ सकिएको बेलामा पछाडि हाल्नलाई सेफ्टी नभनौँ, यसलाई स्टकको रूपमा बिउ राखिएको हो। ल हेर्नुहोस् कसरी रोप्दै अगाडि बढिरहेको छ। एकजना मान्छेले यो यति काम सम्भव भइरहेको छ। पछाडि घुमेको सानो मेसिनले चाहिँ रोप्ने काम हुन्छ। अब हेर्नुहोस् मेसिन फर्ने रहेछ पछाडि फेरि। यसरी क्यारीमा मिलाएर राखिएको छ बिउलाई। अब यो मेसिनले अगाडि रोप्दै अगाडि बढ्छ। ल हेर्नुहोस् यो मसिनो सुइराले बिउलाई तान्दै रोप्दै अगाडि बढ्दैछ। मेसिन अगाडि बढ्दै जाँदा यो क्रमशः रोपिन्छ। ल हेर्नुहोस् सायद नेपालमा आज जेठ महिनाको पहिलो हप्ता जति भयो होला। यहाँ चाहिँ धमाधम रोपाई हुँदैछ। कतै रोपिसक्यो, कतै रोप्ने काम हुँदैछ। त्यहाँ अगाडि एकजना सहयोगी छन्। उनले बिउ सकिएको बेलामा बिउ सप्लाई गर्न सहयोग गर्छन्। ल फेरि हेर्नुहोस् यो मेसिन रोप्दै अगाडि बढ्छ। यहाँ कुनै मान्छेको प्रयोग गरिएको छैन। हाम्रो देशमा सायद यति रोपाई गर्नु पर्यो भने लगभग 8-10 जना खेताला चाहिन्थ्यो होला। हेर्नुहोस् कसरी रोप्दै अगाडि बढ्दैछ। यो मेसिनको पार्ट्सहरू कस्तो छ यसलाई सरक्क एकपल्ट हेरिहालौँ। यहाँ किसानले काम गर्दै गरेको ठाउँमा गएर मैले यो भिडियो रेकर्ड गरेको, त्यसैले यसलाई पूर्णतया आफूले निर्देशित गरेर भिडियो खिच्न सकिएको त छैन। मेरो प्रयास मात्र यति हो कि यो मेसिन अथवा यस्ता मेसिन हाम्रो देशमा पनि कुनै कम्पनीले बनाएमा आधुनिक किसिमबाट खेती गर्न सहज हुने थियो र लेबर कस्ट कम गर्न चाहिँ हामीलाई सहयोग हुन्थ्यो कि भन्ने हो। बिउ सुक्छ भनेर एकजना किसानले त्यहाँ हजारीमा पानी ल्याएर बेला बेला बिउमा छर्किँदै पनि छन्। बिउ सकिएको बेलामा त्यहाँ पछाडि क्यारीमा राखिँदैछ। त्यो बिउलाई सकिएको बेलामा बेला बेला हाल्ने गरिन्छ त्यहाँ। अब एकपल्ट अर्को साइड पनि हेरिहालौँ। यो पछाडिको दृश्य चाहिँ प्लास्टिकको घर हो। यहाँभित्र टमाटो, खोर्सानी आदि खेती हुन्छ। जहाँ चाहिँ हिउँ पर्दाखेरि हिउँले बिरुवाहरू नमरोस् भन्नको लागि यो प्लास्टिकको क्यारी बनाइएको हो, प्लास्टिकको घर बनाइएको हो। त्यहाँ जाडोमा ठन्डी र गर्मीलाई मिलाएर राख्न, टेम्परेचर ब्यालेन्स गर्न चाहिँ प्लास्टिकका पाइपहरू कुदाइएको हुन्छ। सायद त्यता प्लास्टिकको पाइप छन्। त्यहाँदेखि तातो पानी कुदाइएको हुनाले ठन्डीमा पनि भित्रको टेम्परेचर ब्यालेन्स भइरहेको हुन्छ। त्यो पछाडिको देखिएको दृश्य चाहिँ कम्पनी एरिया हो। कम्पनीहरू सहरभित्र खोल्न पाइँदैन। त्यसको लागि छुट्टै अलग्गै सहरभन्दा बाहिरी एरियामा मात्रै कम्पनी खोल्न पाइन्छ। जहाँ हाम्रो आवास क्षेत्र पनि त्यतै हो। यहाँ चाहिँ साउन्ड पोल्युसन हुने हुनाले सहरभित्र
कम्पनीहरू खोल्न निषेधित छ। साउन्ड पल्युसन र अरू अन्य नोइज के भन्छ स्मोक पल्युसन पनि हुनसक्छ भनेर होला। एकपल्ट सरसाथी यता पनि हेरिहालौँ। सहर र गाउँको त्यस्तो खासै फरक छैन। गाउँमा पनि मोटो बाटोहरू पुर्याएको छन्। खेती